सम्माननीय सभामुख महोदय, सर्वप्रथम म यहाँ भर्खरै बोलेर जाने मान्यज्यूहरूले नेपाली काङ्ग्रेसका माननीयज्यूहरू कहाँ जानुभयो, गभर्नर खोज्न जानुभयो कि कतिजना हुनुहुन्छ भनेर उहाँले चाहिँ भन्नुभयो। उहाँले 8 जना मात्रै छन् भन्ने कुरा राख्नुभयो। यहाँ कतिजना हुनुहुन्छ उहाँले गणना गर्न सक्नुहुन्छ। यस्तो अलिकता पार्टीलाई नै एउटा काङ्ग्रेस पार्टीलाई नै तोकेर यसरी नभन्दा राम्रो हुन्थ्यो भन्ने हो। यसरी भन्न मिल्ने हो कि होइन? भोलि काङ्ग्रेस पार्टीले पनि यसरी अर्को पार्टीलाई तोकेर यस्ता कुरा गर्छ कि गर्दैन, यो जान्छ यो मेसेज भन्ने मैले यहाँ सर्वप्रथम यो राख्न चाहेँ। यसै गरेर सम्माननीय सभामुख महोदय, भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक आउनु पर्थ्यो। यो अहिले आयो, छिट्टै आएको छ। यसको लागि म धन्यवाद दिन चाहन्छु। अहिले हामी छलफल पनि गरिराखेका छौँ। नेपालको संविधानको धारा 25 मा सम्पत्तिको हक अन्तर्गत भूमि उत्पादन र व्यवस्थित आवास र सहरी बसोबास गर्ने राज्यको कानुनी बमोजिम भूमि सुधार व्यवस्थापन नियमन गर्ने धारा 37 मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने, धारा 40 मा दलितको हक अन्तर्गत राज्यले भूमिहीन दलित कानुन बमोजिम बसोबास व्यवस्थित गर्नुपर्ने साथै धारा 42 को प्रत्येक किसानलाई भूमि पहुँचको अधिकार र मौलिक हकको व्यवस्था गरिएको छ। यो राम्रो कुरा छ र यो आउनु पनि पर्छ र यो चाहिँ लागू पनि हुनुपर्छ भन्ने म यहाँ भन्न चाहेँ। सर्वप्रथम भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने, व्यवस्थित भूमिहीन दलित भूमिहीन सुकुम्बासीलाई अव्यवस्थित बसोबासलाई जग्गा उपलब्ध गराउन आवश्यक छ भन्ने मैले यहाँ कुरा राखेँ। धेरैजसो ठाउँमा भूमिहीन सुकुम्बासीहरूलाई कतिपय भूमिहीन सुकुम्बासीलाई अवैध तरिकाले तेर्सो दर्जाको नागरिकको रूपमा हेरिने गरिएको छ। हामीले देखेका पनि छौँ, हेरेका पनि छौँ। किनकि यिनीहरू सम्पत्तिविहीन हुन्, यिनीहरू कुनै सुकुम्बासी हुन् र यिनीहरू दलित हुन्, यिनीहरू केही पनि सम्पत्ति नभएका हुन् भन्ने दृष्टिकोणले हेरिन्छ र उहाँहरूलाई अझ हस्तोत्साहित गर्ने पनि यस्तो अवस्था छ। यसलाई पनि हामीले यो पूर्जा वितरण गरेर छिटोभन्दा छिटो उहाँहरूलाई व्यवस्थित गर्नुपर्छ भन्ने मैले यहाँ कुरा राखेँ। कतिपय सार्वजनिक जग्गा, नदी खोला किनारका जग्गामा बसोबास गर्ने, जोखिमयुक्त बसोबास गर्ने अवस्था छ र यसै गरी राष्ट्रिय निकुञ्ज आरक्षण जग्गामा बसोबास गर्ने सुकुम्बासी रुख बिरुवाहरूले ढाकेर अथवा लडेर उहाँहरू जोखिम अवस्थामा हुनुहुन्छ। उहाँहरूको पनि यो छिटोभन्दा छिटो सुरक्षित गर्नुपर्छ भन्ने मैले यहाँ कुरा गरेँ। यस्ता बसोबासलाई भूमिहीन सुकुम्बासीलाई सुरक्षित बसोबास गर्न जरुरी थियो र यो विधेयकले छिटै नै यो चाहिँ बसोबास गर्नेछ भन्ने पनि मैले यहाँ आशा गरेको छु। कतिपय ठाउँमा छरिएका भूमिहीन सुकुम्बासीहरूलाई एकीकृत बसोबास पनि गराउन, व्यवस्थित गर्न यो चाहिँ पर्छ भन्ने मैले कुरा राखेँ। किनकि उहाँहरूको अवस्था व्यवस्था र उहाँहरूको चाहिँ 1 एकरप्रति मर्यादित पनि जीवनयापन गर्न सक्नुहुन्छ। उहाँहरूको पीडा र समस्या एउटै हुन्छ। यति भन्दै म अन्तमा सभामुख महोदय, भूमि सम्बन्धी केही ऐन संशोधन छिटोभन्दा छिटो संशोधन भएर सदनबाट पास भएर छिटो पनि यो चाहिँ लाल पूर्जाहरू वितरण गरोस् भन्ने अनुरोध गर्दै भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न विधेयकको समर्थन गर्दै बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार, जय नेपाल। माननीय सदस्य